नमस्कार साथीहरू, के तपाईँ आफूले प्रयोग गरिरहनु भएको सिम कार्ड आफ्नो नाममा नभएर चिन्तित हुनुहुन्छ? केही समस्याहरू झेलिरहनु भएको छ अथवा उक्त सिम कार्डलाई आफ्नो नाममा नामसारी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने अब नो टेन्सन साथीहरू, हालै नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि रजिस्ट्रेसन गर्नका लागि तपाईले प्रयोग गरिरहनु भएको सिम कार्ड आफ्नो नाममा हुन जरुरी हुन्छ। यदि उक्त सिम कार्ड आफ्नो नाममा नभएमा भेरिफिकेसनमा समस्या हुने गर्दछ। नागरिक एप सञ्चालनमा आएसँगै सिम कार्डको नामसारी कसरी गर्न सकिन्छ यो विषय सबैको चासोको विषय पनि बनेको छ। यसै सन्दर्भमा आज म हजुरहरूमाझ एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। यदि हजुरहरूलाई यो भिडियो मन परेमा भिडियोलाई लाइक, कमेन्ट, शेयर साथै च्यानललाई सब्स्क्राइब गरिदिनु होला ताकि यस्तै नयाँ अपडेटहरू मिस हुने छैनन्। नमस्कार, म सुनिल पौडेल। हजुरहरू हेर्दै हुनुहुन्छ डिजिटेक फ्याक्ट्स। साथीहरू, ल भिडियो स्टार्ट गरौँ। नेपालमा हालसम्म 3वटा सेवा प्रदायक टेलिकम रहेका छन्, जसमध्ये नेपाल टेलिकम, एनसेल टेलिकम र स्मार्ट टेलिकम रहेका छन्। आज हामी यी 3वटै टेलिकमहरूको सिम कार्ड नामसारी प्रणालीबारे छलफल गर्नेछौँ। नेपाल टेलिकमको हकमा हामीले 2 तरिकाहरू अपनाउन सकिन्छ। एउटा हो अनलाइन मार्फत हामीहरूले अरूको नाममा भएको सिम कार्डलाई आफ्नो नाममा नामसारी गर्न सकिन्छ। यसको लागि मैले पहिले नै एउटा भिडियो बनाइसकेको छु। उक्त भिडियो तपाईले माथिको आई बटनबाट पनि हेर्न सक्नुहुनेछ र मैले उक्त भिडियोको लिङ्क डिस्क्रिप्सनमा पनि छोडिदिनेछु। अनि अर्को हो डाइरेक्ट अफिस भिजिट। नेपाल टेलिकमले 2 प्रकारका सिम कार्डहरू उपलब्ध गराउँदछ। ती हुन् पोस्टपेड सिम कार्ड र प्रिपेड सिम कार्ड। पोस्टपेड सिम कार्डका लागि पोस्टपेड सिम कार्ड नामसारीको प्रक्रिया केही झन्झटिलो छ। त्यसका लागि सिम कार्डमा नाम भएको व्यक्ति र सिम कार्ड लिन चाहने दुवै पक्षहरू उपस्थित हुनुपर्ने हुन्छ। यदि सिम कार्डमा नाम भएको व्यक्ति उपस्थित हुन नसकेको खण्डमा उक्त व्यक्तिको वारिसानामा हुनुपर्नेछ। सिम कार्डमा नाम रहेको व्यक्तिको नागरिकताको फोटोकपी, सिम कार्ड लिन चाहने व्यक्तिको सकल नागरिकताको फोटोकपी र 1 प्रति फोटो पेश गर्नुपर्ने हुन्छ। अब प्रिपेडको लागि प्रिपेडको हकमा भने दुवै पक्षको नागरिकताको फोटोकपी साथै लिन चाहने व्यक्तिले आफ्नो सकल नागरिकता र 1 प्रति पासपोर्ट साइजको फोटो सहित एउटा कबुलियत फारम भर्नुपर्ने हुन्छ। त्यसबापत हजुरहरूले सेवा शुल्क स्वरूप 50 रुपैयाँ नेपाल टेलिकमलाई तिर्नुपर्ने हुन्छ। साथीहरू, आज मात्रै मेरो एकजना साथी अनिल अर्यालले आफ्नो दिदीको नाममा रहेको सिम कार्ड डाइरेक्ट अफिस भिजिट गरेर आफ्नो नाममा नामसारी गर्नुभएको छ। प्रमाणका लागि हजुरहरूलाई कबुलियत पत्रका साथ पेश गरिएका कागजातहरू पनि देखाउँदैछु। कृपया स्क्रिन राम्ररी हेर्नुहोला। एनसेलको हकमा भने सिम कार्ड नामसारी प्रणाली तुलनात्मक रूपमा नेपाल टेलिकमको भन्दा सजिलो छ। यसका लागि सिम कार्ड लिन चाहने व्यक्तिले आफ्नो परिचय खुल्ने प्रमाणपत्र, उक्त प्रमाणपत्रको फोटोकपी र 1 प्रति फोटो सहित विगत 6 महिनासम्म सम्पर्कमा रहेका 10वटा सम्पर्क नम्बरहरू पेश गर्नुपर्ने हुन्छ। यसबापत एनसेल टेलिकमले भने कुनै पनि सेवा शुल्क लिँदैन। प्रमाणका लागि हजुरहरूले एउटा च्याट बक्स पनि हेर्नुहोस्। यहाँनिर चाहिँ मैले एनसेलको फेसबुक पेजमा केही प्रश्नहरू गरेको थिएँ। हाउ क्यान वी रिप्लेस द ओनर नेम अफ सिम कार्ड भनेर प्रश्न गरेको थिएँ। त्यसको जवाफमा एनसेल टेलिकमले यस्तो एन्सर पठाएको छ। यु निड टु ब्रिङ द लिस्ट अफ एनी 10 नम्बर्स कन्ट्याक्टेड बिफोर 6 months एलोङ विथ योर सिटिजनसिप, लाइसेन्स, पासपोर्ट एन्ड 1 पासपोर्ट साइज फोटो एट एनसेल सेन्टर टु ट्रान्सफर द ओनरसिप टु योर नेम भनेको थियो। त्यसै गरी कुनै चार्ज लाग्छ कि लाग्दैन भनेर पनि प्रश्न गरेको थिएँ। त्यसको उत्तरमा नो यु विल नट बी चार्ज भनेर भनेको छ। यसको मतलब तपाईलाई कुनै पनि शुल्क लाग्ने छैन।
त्यसैगरी स्मार्ट टेलिकमको हकमा भने दुवै पक्षहरू स्मार्ट टेलिकमको कार्यालयमा उपस्थित भई माथि उल्लेखित सम्पूर्ण कागजपत्रहरूसहित फारम भरी पेश गर्नुपर्ने हुन्छ। प्रमाणका लागि यहाँ पनि हजुरहरूले अर्को च्याट बक्स हेर्न सक्नुहुनेछ। यहाँनिर त्यसैगरी मैले स्मार्ट सेलको फेसबुक पेजमा पनि केही प्रश्न गरेको थिएँ। हाउ क्यान वी रिप्लेस द ओनर नेम अफ स्मार्ट सेल भनेर एउटा प्रश्न गरेको थिएँ। उसले चाहिँ एन्सर के पठायो भन्दा डियर कस्टमर, फर द ओनरसिप ट्रान्सफर यु निड टु भिजिट आवर नियरेस्ट स्मार्ट सेन्टर विथ द एप्लिकेसन फर्म, करेन्ट ओनर एन्ड द डकुमेन्ट सिटिजनसिप पासपोर्ट लाइसेन्स which was submitted while applying. You should also provide your original documents with color photograph, but the parties should be present during the transfer at the smart center भनेर भनेको थिएँ। यसको मतलब के भयो भन्दा अनि मैले जे कुराहरू भनेको थिएँ, जे कुराहरू सँगै लग्नुपर्छ अथवा बुझाउनुपर्छ भनेको थिएँ, ती कुराहरू लगेर तपाईँ दुवैजना जानुभयो भने तपाईँले ओनरसिप चेन्ज गर्न सक्नुहुन्छ। साथीहरू, हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? यदि हजुरहरूलाई यो भिडियो मन परेमा भिडियोलाई एकपटक अवश्य लाइक गरिदिनु होला। केही सल्लाह सुझाव प्रश्न र जिज्ञासाहरू भएमा कमेन्ट बक्समा कमेन्ट अथवा हाम्रो फेसबुक पेजमा मेसेज गर्न सक्नुहुनेछ। धन्यवाद।